अहिले चाहिँ हामी सिजिया छौँ सबैजना एक कलर यता खाँदै हुनुहुन्छ ठिक छ बुवा यो तरकारी ठिक छ के चाहिँ खाएन हाम्रो चाहिँ यता रोटी खाइरहेको छौँ तरकारी अहिले चाहिँ हामी खाजासाजा खाएर ट्याक्क लाएर हिँड्न थालिरहेछौँ गाडी यता छ सबैजना अब हामी सिधै लाग्छौँ बाटो हामी चाहिँ एकछिन 5 मिनटको लागि रोकिरहेछौँ तपाईँ ननिस्किने पाए बाहिर किन निस्किनु पिसा फेर्न सजिलो भइरहेछ त बस्न हो त्यही भएर त यो चाहिँ दाउन्नेको उकालो सक्यो अब ओह्रालो होला माउनीको दाउन्नेको यो डाउन ल हामी चाहिँ अहिले लुम्बिनीमा आएको छौँ टिकट काट्नलाई जान पर्ने छ हामी चाहिँ सबजना टिकट लिन जान पर्ने भयो अब यहाँ ट्याक्क लाएर सबै यसैमा काटेको हो त्यो गर्दै गएपछि आउने हो कि नगरेर चाहिँ आउँदैन पहिला हामीलाई सिकिया त होला हाम्रो नारीहरू आउँदा त केही पनि थिएन होला यो के गरे बुवा के गरे कसको फोटो खिचे हाम्रो खै के खिच्नु अब ए मेरो फोटो पो खिच्नु भा भुइँको पो खिच्नु भएको छ त रोडहरूको खिच्नु भएको छ कता कताको घामले त देखिँदो रहेछ टल्किन्छ त्यस्तै ए मान्छे यता छ ल ठिक छ भिडियो बनाउनु ल आयौँ हामी आएकै हो ब्याग के थाहा त मलाई यतै होला त ल फोटो खिचे लुम्बिनी इट्स लुम्बिनी आइसक्रिम खाने यो चाहिँ एउटा ठुलो बुद्ध भगवानको स्थल जस्तो छ गेट बन्ने प्रक्रिया भइरहेको रहेछ यता चाहिँ ठुलो बिल्डिङ त जानु बन्दै रहेछ हामी चाहिँ यहीँभित्र अब जाँदैछौँ चप्पल जुत्ता खोल्ने ट्याकल लाएर सबैजनाले राखेर आउनु वाह 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 लुम्बिनी भने हजुर भिडियो बनाएर हो के गर्नु के
के हो ए मैले गरिसकेँ सो हामी चाहिँ अब यहाँ फोटोसोटो मात्रै खिच्ने प्रोग्राम भयो बढी यसो मान्छेहरू सबै गइसके होइन यो बिल्डिङ चाहिँ एकदमै लाग्दो रहेछ आज हाम्रो फोटो सेसन सकेकै छैन यस्तो छ यो चाहिँ डम्फु हो कि के हो यो यस्तो हुँदो रहेछ यता फेरि अर्को मन्दिर घुम्न आइरहेको छौँ हामी बिल्डिङहरू तयारी हुने क्रम जारी नै रहेको रहेछ यता चाहिँ गाडी यस्तै राख्दो रहेछ यता के पोखरी हो गाडी चाहिँ थुप्रै त्यहाँनिर नै बुद्ध भगवान् एउटा औँला ठडाएर बस्नु भएको छ ट्याक्कल लगाएर गाडी ल्यायो भने ट्याक्कल लगाएर 400 दिएर टिकट लिएर भित्रै आएर घुम्नु मिल्दो रहेछ अब एउटा मान्छेको सरी मिल्दो रहेछ यो गौरीहरूले चाहिँ मन्दिर धेरै ठाउँमा रहेछ फरक एकतिर यता रहेछ एकतिर उता रहेछ उता पर रहेछ घुम्नलाई अलिक गाह्रो रहेछ यता यस्तो रहेछ कति बाटो यो धेरै एरिया ठुलो रहेछ है कुन ताल हो यो बेताल लड्नलाई फेरि कमलको फुल होइन त्यो कमलको फुल तर लेउ लाए पनि पानी चाहिँ सफै रहेछ तर छिर्ने द्वार यहाँ चाहिँ 20 रुपियाँ टिकट लिँदो रहेछ पर मान्छे 20 रुपियाँमा सबै घुम्न पाइँदो रहेछ बन्द हुन लाग्यो पो भन्छन् त है के हो यो महल के महल हो कि के हो फोटो खिच्नु हो त बुवा यहाँ छैन यहाँबाट यस्तो देखिँदो रहेछ र यहाँ चाहिँ फोटो खिच्न मनाइ छ भनेर सुरुमै लेखाएको छ तर मान्छेले मान्दैनन् हामीले चाहिँ त्यहाँनिर दर्शन गरेर त्यहाँ चाहिँ एकदमै फोटो खिच्न नमिल्ने रहेछ भित्र साइलेन्ट भएर जानुपर्ने रहेछ त्यहाँको भिडियो पनि देखाउन पाइएन ए ल यताबाट ठ्याक्क गएर घुमेर आयौँ अब यता अब उता पर जान्छौँ यो चाहिँ ली एन्ड सन टेम्पल लुम्बिनी नेपाल यहाँभित्र पनि अब मोबाइल लान मिल्दैन जस्तो लागिरहेछ साइलेन्ट पाराले जानुपर्ने शान्तिको प्रतीक भनेर बुद्ध भगवानले चिनिन्छ त्यसैले पनि होला साइलेन्टली फोटो भिडियो गर्न मिल्दैन यहाँ पनि फोटो खिच्न मिल्दैन बुवा यहाँ भित्र नि फोटो खिच्न मिल्दैन बोल्न नि मिल्दैन के ए कहाँ यहाँ भित्र छ यहाँबाट जानुपर्ने भयो यहाँ हुनुहुँदो रहेछ यहाँ त खोइ तल मिल्दैन भनेको थियो यहाँ त खोइ सबैले फोटो खिच्ने भन्ने गरिरहेछन् कहाँ मन्त्र हो कि ओम ओम के पोखरी 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 यता पनि हो कि क्या यता जानुपर्ने हो कि हामी चाहिँ टोपी सोपी भन्दै किन्न पाएनौँ यहाँ चाहिँ यस्तै छ हेर्न सक्नुहुन्छ तपाईँहरूले भिडियो हाम्रो कोही जोडीहरू यता गइरहेछन् भने कोही फाल्टु मान्छे यताहरू छन् है कोही जोडी मान्छेहरू अगाडि गएको छ भने फाल्टु मान्छेहरू यता छन् दुईटा जोडी अगाडि गयो हामी यहाँ जाने भनेको यहाँ पनि बन्द
ओ मेन ठाउँ यहीँ जस्तो लाग्यो यसो हेर्दाखेरि त के भयो के गरे भयो ए त्यस्तो नै मिल्छ रेस लानु पर्यो नि त विद्युत विद्युत के भने त्यो विद्युत भनेको खानु कुन भाषाबाट विद्युत चाहिँ विद्युत भन्छ नि यो संस्कृति होला संस्कृति ए होला होला ल ल जाउँ 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 अब हामी कहाँ जानु त कस्तो लागेको छ तपाईँले यो ठाउँ घुम्दा पहिला आउनुभएको थियो बाटो थिएन भएको थिएन थिएन धेरै ठाउँ रहेछ घुम्नुको मन्दिर पर रहेछ धेरै दिन लाग्छ लाग्दैन अहिले खाना खाएर आएर त्यही आज दिनभर टिकट दियो अब पाइन्छ ल ल ल यसरी जान्छौँ जाउँ 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 यहाँको चाहिँ किन बन्द यो मन्दिर के मन्दिर यो बुवालाई मन परेको टोपी मिलेन सानो के रेट रेट मिलेन हामी चाहिँ अर्को मन्दिरमा आएका छौँ नेपाल वज्रयान महावीर के शब्द हो त्यो लेखेको शब्दै बुझिएन म माथि लाएर आएछु तपाईँ तल हाल्नु पनि बिर्सेछु This is आउनु है आउनु भित्र बजार शब्द त्यो 7 पाइला हिँडेको भन्ने कहाँनिर हो त्यस्तो 7 पाइला ए त्यही बन्द भइसक्यो अहिले शान्तिदीप बत्ती बुलाएको नि बत्ती बुलाएको नि ठ्याक्क त्यहाँ साइडमा गाडी गयो हुन्छ कि नभए तल 5 नम्बर जाने 5 नम्बर बाहिर गाडी बाहिर आउनुपर्छ कि 4 नम्बर गयो ठिक हुन्छ गाडी टाइममा पनि हिँड्दै जान्छ गाडी यहीँ छ यहाँबाट गयो भने सिधै रोडमा गयो भने हुन्छ तर यतापट्टि बाटो खराब छ क्या होइन 8बाट नम्बरबाट निस्केर 9 नम्बर निस्केर हजुर उता पसेको छ कि 3 नम्बरमा ए फेरि उताबाट 3 नम्बरमा थाई इन्डिया कमेडी ल्यान्डमार्क सबै छ अहिले ल ल जाउँ 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 खाना कहाँ भएको हामी हामी चाहिँ यहाँ ट्याकडाएर खाना खान आइरहेको छौँ होइन साह्रै नै भयो लुम्बिनीको मन्दिर खुलेर भ्याइ नभ्याइ भयो अब एकछिन खानासाना खाएर आरामसँग गरेर ट्याकडाएर हामी चाहिँ लाग्छ हाम्रो फेरि घुम्नलाई ल ठिक छ यहाँ चाहिँ ट्याक्क लाएर अब यहाँ भित्र कोही रोटी खाने कोही भात खाने
उसमा हामीलाई फेरि कहाँ घुम्ने त यहाँ हेरेको त कहाँ घुम्ने आएन त हामी त यहाँ हेर्दा त जर्मन टेम्पल छ त यहाँ कता अनि यहाँ सबै भएको छ भएको त भने म यहाँ हेर्दै छु यहाँ हामी कहाँ चाइना मोस्टली हेर्दैन त्यो चाइनिज पनि हेरेन नि कोरियन पनि छैन ओसाका घुमे ए उयो चाहिँ घुमे हो लिङ्सन टेम्पल चाहिँ घुमे हो यो चाहिँ घुमेको हो अनि त्यसपछि अनि यो उयो त्यो पनि घुमे हो गार्डन इन्टरनेसनल टेम्पल ए हो यो चाहिँ छैन सिङ्गापुर अब त यस्तो गाइड भयो भए हुन्थ्यो अब व्हाइट टेम्पल छैन सो हामी चाहिँ अब खानासाना खाएर ट्याकला 3 नम्बर गेटबाट यतापट्टि अब यता एउटा महल सहल सबै त्यहाँ हामीले हेऱ्यौँ अघि केही घुमेको छैन भने त्यो सबै जुन छ त्यो सबै हामीले अब यहाँ घुम्न आइरहेको छौँ त्यति चाहिँ हामीले घुम्नै पर्ने हुन्छ यस्तो यस्तो छ महल जस्तो रहेछ 20 रुपियाँमा सबै घुम्न पाइँदो रहेछ ल यो कुरा चाहिँ ठिक लाग्यो यहाँ काम भइरहेको अवस्थामा रहेछ सबै यता बनाउन ब्यान्डले गरिएको छ यस्तो रहेछ सही रहेछ ल हामीले फोटोमा नटेक्नु होला घाँस टेक्न पाइँदैन फोटोमा हेरेको सबै रहेछ अहिले चाहिँ फोटो खिच्न पुगिसक्नु भएको छ उहाँ हाम्रो बुवा त कडा मिल्छ घर मान्छेले खिच्छ त मान्छेले त्यहाँ छ एउटा बिल्डिङ यता छ एउटा बिल्डिङ उता पनि रहेछ यता पनि छ अब हाम्रो बुवा चाहिँ त्यहाँ फोटो खिच्दै पुगिसक्नु भएको छ पर राम्रोसँग बस्नु न अलि यता आउनु न बिचमा बस्नु यहाँ चाहिँ हाम्रो फोटो खिच्ने सेसन चलिरहेको छ यहाँ हो खालि यहाँ के छ कसो छ भन्ने चाहिँ मतलब छैन प्रायःलाई खालि आएर राम्रो ठाउँ देख्ने बित्तिकै फोटो खिच्ने ल बसौँ अब के फोटो खिच्नै पर्यो अब फेरि ल बुवा आउनु त ल हामी चाहिँ अब त्यतापट्टि सकेर पनि अर्कोपट्टि मेन लुम्बिनीको तालहरू भएको ठाउँमा आइपुग्यो अब लुम्बिनी भनेर चिन्ने एउटा ठ्याक्क मन्दिर जुन छ त्यो ठाउँमा भनेर आएको अब यो हो कि होइन थाहा भएन त्यो चाहिँ यस्तो छ यहाँको वातावरण चाहिँ कोही आउँदैछन् कोही फोटो खिच्दैछन् कोही हामी यता आइसकेछौँ र यो ठाउँमा घुम्नको लागि चाहिँ तपाईँहरूले म्याक्सिमम 2 दिनको छुट्याएर समय चाहिँ आउनुपर्छ तपाईँहरूले तर 1 दिनमा चाहिँ सकिँदैन 1 दिनमा चाहिँ गाह्रै छ होइन यो बुद्धि इन्स्टिट्युट रहेछ ए यो त विद्यालय रहेछ विद्यालय भनेपछि यो होइन होला सायद फेरि अर्को बाटोतिर हो कि भनेर लागिसक्यो त्यो ठाउँ छोडेर फेरि गाडीमा आउनु भनेको गाह्रो छ गाह्रो अब आइसक्नुभयो जहाँ भए पनि ठिकै छ केही छैन यस्तै हो यहीँबाट हो हुनसक्छ होइन नि जाउँ अब बाहिरबाट मेन हामी गएर दर्शन गर्ने हो यहीँबाट दर्शन गरिदिउँ यहाँ उता तल नो एन्ट्री भनेको ओ जाउँ प्रवेश निषेध हामीले यहीँबाट दर्शन गरिदिउँ ल गाडीमा आउनु भनेको ओ ल यता यता यता
ल हामी यो ठाउँमा आइपुगिसक्यौँ यता यो गेटबाट ट्याक्क लाएर होइन यहाँनिर यस्तो छ यो चाहिँ थाइल्यान्ड स्तूपा जस्तो लाग्यो मलाई यस्तै छ राम्रो छ यता घुमेपछि अब हामी उतापट्टि जान्छौँ ल यो ठाउँ चाहिँ यहाँ एकदमै सही छ सब फोटो खिच्ने व्यस्त छन् तर मैले नि भिडियो बनाइरहेको छु भनेर भन्नु होला केही छैन यस्तै हो बनाउनै पर्यो टाढाबाट हेर्दाको अघि देखिहाल्नु हो नजिकको अब तपाईँको यस्तो छ है थाइल्यान्डको ड्रागन यस्तो छ यहाँको के यस्तै छ यहाँ चाहिँ यस्तो रहेछ भगवानको बुद्ध भगवान थाइल्यान्डमा जस्तो छ त्यस्तै यहाँ दुरुस्तै बनाएको जस्तो लाग्यो थाइल्यान्डको यस्तो भयो भनेपछि हाम्रो मान्छे चाहिँ उता गएर बसिसक्नु भयो हामी म अब जानु पर्ने हुन्छ दौडेर लुगा आउँदैन हुन्छ उता गाह्रो भइसक्यो फोटो खिच्दा हिँड्दा कसले के हेऱ्यो भने पनि थाहा छैन फोटो मात्र खिचाएको छ डुङडुङ हिँडेको कहाँ के छ भन्ने थाहा छैन बुद्ध तपस्या बसेको यहीँ हो क्या यहाँ होइन नि अन्त हो र हो त अनि अर्को ठाउँ त जन्मेको त ए यहाँ ज्ञान प्राप्त गरेको पिपलको बोट हो जाउँ यही बाटो जान्छ नि दुईटा मन्दिर छ मात्र एउटा गोल्डन एउटा महादेवी त्यही हो मेन महादेवी र गोल्डन त्यही हो क्या अब माथि हामी त्यति गरेपछि जानुपर्छ धेरै भयो अब तेरो छोरा नातिको पालामा आएर अर्को पनि थपिन्छ अरे तेरो छोरा नाति पालामा आयो भने अब तेरो नातिले लिएर होला गरिदिनु तेरो पो रेडी छ ल हामी अब यो गोल्डन टेम्पलमा आयौँ यो गोल्डन टेम्पल हामी घुमेर लास्टै गाह्रो पर्ने भयो घुम्दा चप्पल मिल्ने रहेछ लगाइरहेछ त भित्र मान्छेले उ त्यहाँ ऊ छैन झुकाइदिएको झुकिनु भन जुत्ता र यो जुत्ता खोल्दा खोल्दै यस्तो रहेछ ल हाम्रो गोल्डन हामी यहाँ लिटल बुद्ध र महादेव मन्दिरमा चाहिँ आइपुगेछौँ यता छ हाम्रो यो छिर्ने ठाउँ चाहिँ मान्छे सब छुट्टा छुट्टै कोही अघि कोही पछि कोही फोटो खिच्ने कोही के गर्ने गर्दा गर्दा अघि पछि भएको छ नि ग्रुपमा हिँडेपछि अलिकति गाह्रै हुँदो रहेछ मान्छे सम्हाल्नु हिँड्नलाई ग्रुपमा हिँडेपछि अब आफ्नो पारामा हुन्छन् कोही सामान किन्दा हुन्छन् कोही कतै गएर हुन्छन् कोही कतै के हेर्ने भनेर हिँड्दा हुन्छन् त्यस कारणले गर्दाखेरि कोही अगाडि कोही पछाडि हुन्छन् है तर यहाँनिर रहेछ ठाउँ चाहिँ मेन अघि हामी पर थियौँ यो अहिले यतापट्टि गएछ महादेवी मन्दिर चाहिँ कता हो थाहा भएन यहीँ हो कि भनेको तर होइन जस्तो के हो यहाँ चाहिँ पुस्तक सब बौद्ध धर्म सम्बन्धी सबै बारेमा रहेछ कहिले ननिभ्ने आगो मेन निभ्दै ननिभ्ने आगो अचम्मित भनेपछि यहाँबाट त ग्यास उयो होला नि त यार ग्यास आउने होला नि त यहाँबाट त ग्यास आउने होला नि त हामी अहिले उताबाट आउनु खोजेको थियो उहाँबाट उहाँ पनि आइरहेछ हामी उहाँ परबाट यो उता पर थियो अघि त्यो अगाडि भिडियोमा हेर्नु होला उहाँ पर थियो यहाँबाट आएपछि यता नाली छ के छ अनि मायादेवी चाहिँ कता हो ए अझै उतै हो ए झन् पर रहेछ उता बुद्ध जन्मेको ठाउँ बुद्ध जन्मेको ठाउँ हेर्नु जाने जानै पर्यो नि
ल जाउँ त भटाभट उतै हेर्नु त खासमा त त्यही हेर्नु जानुपर्ने हो त्यही हेर्ने भनेर खासमा वहाँबाट त यहाँ चाहिँ हाम्रो लिटल बुद्ध बेबी बुद्ध त्यस्तै यहाँ चाहिँ हाम्रो ग्रुप यहाँ छौँ सबजना हिँडिरहेछौँ यो पनि छ च्याप्लाङ ढुक्लुङ मान्छे आँटिसक्यो यहाँ यता लुम्बिनी भनेर लेखेको छ यता लुम्बिनी भनेर लेखेको छ उयो लुम्बिनीमा फोटो खिच्दियो कि सबजना ओ फोटो खिच्ने कि लुम्बिनीमा भनेर फर्किँदाखेरि ल जाउँ त्यो पनि सही कुरो हो ठिक छ ए अझै पर रहेछ साह्रै पर रहेछ साह्रै पर धेरै दाउरो चाहिन्छ भने लिएर जा है चाँडो हिँडेको फाइदा दौडै गयो बस्यो त्यही त हामी चाहिँ आइपुग्यौँ बुद्ध जन्मेको ठाउँ ट्याक्क लाएर 7 पाइला हिँडेको ठाउँ यो हो यता चाहिँ बाहिरबाट चप्पल जुत्ता खोलेर आउनुपर्ने रहेछ क्यामेरा ल्याउन नमिल्ने रहेछ लिएर आए पनि 100 रुपियाँ दिनुपर्ने रहेछ कृपया शान्त फोटो खिच्न बनाएछ ल फोटो भिडियो सिडियो केही पनि नमिल्ने रहेछ अब हामी घुमेर आउँछौँ यो चाहिँ भयो दरबार भयो यो अशोक स्तूपा यता मन्दिर भयो त्यहाँ बसेको चाहिँ के हो त्यो पिपलको बोटमा तपस्या बसेको अरे यस्तै छ यहाँ स्तूपामा हुनुहुन्छ सबजना हामी फोटो खिच्दैछौँ मान्छेहरू राम्रै तरिकामा आउँदो रहेछ सबजना होइन ठिक छ त्यस्तै हो ल अब हामी यो हो यसलाई देखेपछि लुम्बिनी आएको भएर आवाज हुन्छ त्यही नै होला हामी फोटोसोटो खिचेर सबजना बुवाहरू अगाडि पुगिसके हामी चाहिँ यतै फोटो खिच्दाखेरि यो चाहिँ मेन यस्तो होला लुम्बिनी भनेर यो यसरी हेर्दाखेरि चाहिँ ट्याक्क लाएर थाहा हुन्छ लुम्बिनी भन्ने बित्तिकै यही ठाउँको याद आउँछ है त सबैलाई ल त ल ल हजुर केही होला नि ल त ल ल ल त ल ल ल हामी लाग्यौँ अब लुम्बिनीको भ्रमण सकियो भ्रमण ल त ल स्तूपा स्तम्भ हो ल ल ल यता आउनु यता ल एकदम पिस ठाउँ छ पिस पिस एकदमै ल हामी चाहिँ अब लाग्यौँ बुवामाहरू कहाँ पुग्यो हो 4 नम्बर जाँदा क्यामेरा लिएर आइज न ए जुत्ता लिएर आएर लगाउँदै हुनुहुन्छ होला यस्तो छ दृश्य ठिकै छ त केही छैन यहाँ चाहिँ यसरी छिर्नु पनि रहेछ ट्याक्क लाएर ल हामी चाहिँ सबै थोक घुमेर हिँडिसक्यौँ फोटोसोटो नै अब लुम्बिनीको सबै सक्यो लगभग बेलुकाको अहिले 3 बजी अब हामी 5-6 घन्टा फेरि हिँड्नुपर्ने हुन्छ 5 घन्टा हिँडेपछि मात्र कुन ठाउँ रे भाइ सुबोधरेली पुग्छौँ अनि फेरि भोलि बिहान पूजा गरेर फेरि सर्लक्क फर्केर यसो सिजी घुम्छौँ त्यही हो आगो बलिरहेको छ यो अनलिमिटेड बलिरहन्छ आगो ल हामी अब लाग्छौँ बाई बाई लुम्बिनी बिच्छुहरू खोइ के हो प्रोग्राम कसैलाई थाहा छ भने भनिदिनु होला यहाँ केही थाहा छ केही छ भनेदेखि भनिदिनु होला यहाँ चाहिँ के हो सबैजना एकै ठाउँ संलग्न भएर रहेछन् होइन अहिले चाहिँ हामी होटलमा बसिरहेको छौँ र होटलबाट चाहिँ यस्तो देखिरहेको छ सुब्बा देउराली मन्दिर अघि भर्खर गएर आएको अब भोलि बिहान हामी जान्छौँ 5 बजीतिर उठेर त्यसपछि नुहाइ गरेर सबैजना ल है त गुड नाइट अहिलेलाई कलाएर हाम्रो गाडी जो पर छ ट्याक्क भोलिपल्ट बिहान 5 बजे आयो खोल्ने चाहिँ 6 बजे रे तर हामी बिहानै आएको छौँ होइन लाइन त धेरै छैन मान्छे 25-30 जना छन् मन्दिर सुब्बा देउराली यही नै हो दर्शन गर्न होला सबैजनाले यहाँ आउन नसके पनि परैबाट
बनाउनेछु पर बस्नु भएको छ हामी एकछिनमा गर्छौँ यतातिर छ समयमा पूजाहरू जाने होला सो हामी चाहिँ यता पछाडि आएका छौँ अहिले 6 बजे मात्रै खुल्ने रहेछ सबै त्यस कारणले गर्दाखेरि हामी पछाडि यसो भ्यू हेर्न आइरहेको छौँ यहाँ चाहिँ सब यस्तो यस्तो चढ्नु यस्तो रहेछ अहिले उज्यालो भएपछि देखाइदिनु तपाईँहरूलाई ट्याकल लाएर होइन यहाँनिर ल मेरो फोटो खिचिरहेको छ यहाँनिर चाहिँ ल हामी चाहिँ पूजा आजा गरिसक्यो अहिले मान्छे धेरै छन् हजुर कहाँ डाब बान्नु भएको छैन ए ल खत्तम हाम्रो चाहिँ यस्तो छ डाँडा 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 छ उता झोलिङ्गे फुल छ उता यस्तो छ खोलाएर अब हामी चाहिँ जान्छौँ कता हो त खोइ कता हुँदो रहेछ ल ल भिडियो पूजा आजा गरेर ट्याक लाएर अब हिँडिसक्यो ट्याक लाएर होइन सबैजना ल त्यो बिहानको उज्यालो भइसकेको दृश्य हामीले पूजा सुजा गरेपछि अब ट्याकल जुत्ता सुत्ता लाएर अब हामी हिँड्छौँ के मोबाइल चाहिँ कस्तो हेरेको कहाँ जानु ल चाँडो चाँडो गएर आइज चाँडो छिटो चाँडो गएर आएर ट्याकल लाएर जुत्ता लगाएर हामी अब यहाँ धेरै बेर बस्नु हुँदैन यहाँनिर अब यताबाट अगाडिको साइडबाट ट्याकल लाएर यताबाट फोटो खिचेपछि लाग्नुपर्ने हुन्छ हाम्रो यहाँ यो सुब्बा आई लभ सुब्बा देउराली ठाउँबाट यस्तो देखिँदो रहेछ हाम्रो यहाँ चाहिँ झगडा परेर रहेछ अहिले तपाईँ हो के हो होइन यता चाहिँ झगडा परेर रहेछ एकदमै राम्रै हरा हरा छ ठाउँ यस्तो गर्नु पर्यो गाइस ठिक नियममा हो यता र ए ल ल त्यस्तै के हेपेको रहेछ हाम्रो यो झगडा चाहिँ हेप्ने काम नगरौँ त्यस्तै हो राम्रै खाइगला धोबी लेखौँ भविष्य आफ्नो आफैले कोही आई बनाउँदैन यो देश अब हाम्रो यो मन्दिरलाई चाहिँ तल सार्ने वातावरण मिलाउन थालेर रहेछ मान्छेहरूले बाँकी कुरो केही थाहा छैन यस्तै हो यहाँको भ्यू चाहिँ यहाँ जान्छ कहाँबाट सही छ बनाउँदै होला नि त ऊ देखेन ऊ बाटो उताबाट कतैबाट घुमाएर ल्यायो होला कि सायद डाँडै डाँडा डाँडै डाँडा छ यहाँ चाहिँ एकदमै यस्तरी आफैले गाडी लिएर आएर ट्याक लगाएर यहाँनिर पार्किङ गरेर मजाले पूजा गरेर जान सक्नुहुन्छ त्यति साह्रो भने जस्तो भिड पनि रहेनछ हदै भिड पनि रहेनछ यो बाटोको हाइवे छेउमै रहेछ अब यो पिच गऱ्यो भने चाहिँ एकदमै आउनु जानुलाई हिजो चाहिँ मैले भिडियो गर्न पाइनँ राति पनि आएको थियौँ अनि त्यसपछि अलिकति बाटो कल्टेङ कुल्टुङ हुँदाखेरि अब पेटमा गडबड भएर अलिकति स्वास्थ्य अलिकति कमजोर भएको थियो सकेको थिएन त्यस कारणले गर्दाखेरि अब अहिले यसो हिजो हामी बेलुका यहाँ आएर फेरि तल गएर बसेको बस्नु चाहिँ तर यहाँनिर अब यही थियो फेरि तल जाँदैछौँ परिवारहरू चाहिँ सबै तल गइसके हामी चाहिँ यहीँ छौँ उहाँ तल हो होटल चाहिँ त्यो सेतो सेतो सक्नुभयो त्यस्तै छ
टावर रहेछ यस्तो रहेछ ल हामी अब जान्छौँ ए अब लाग्ने त होला नि अब सिधै है सिधै लाग्ने त होला लाग्नुपर्छ नलाग्ने हुँदैन राजेश हमाल भन्दा नि व्रत छ नि तपाईँहरूले चाहिँ यो अब सुब्बा देउराली सँगसँगै मन्दिरको सँगसँगै डाँडा पाखानेर यहाँनिर परनिर चाहिँ तपाईँको लाउरे टाँसेको भिर होइन लाउरे टाँसेको भिर लाउरे टाँसेको भिर चाहिँ कसरी भन्दाखेरि अब यहाँ सुब्बा देउराले केही भाकल गरेर त्यो भाकल पुरा नगरेपछि त्यस्तोखेरि यहाँको माताले यहाँनिर टाँस्दिनु भएको अरे होइन त उयो हो त्यो हो क्या टाँसेको अरे माताले त्यस्तो क्रोधित भएर भाकल पुरा नगरेपछि आज बिहान पनि हाम्रो कामिरहेको थियो एउटा मान्छे यहाँबाट यता यता गरौँ अब एडभेन्चरहरू के पिङसिङ यताउता रहेछ लाउरे टाँसेको भिर अब यो मान्छेले बनायो कि के हो त्यो चाहिँ वास्तविक कुरो चाहिँ थाहा छैन त्यस्तो छ ल जाउँ फोहोर छ यो ल हामी अब जान लाग्यो ल जाउँ ल बस होटल बाई बस होटल ए होटल सिट छ नि त हामी अब लागेको उसकोले सिराल लाउँछ ल जाउँ सोट छैन यहाँदेखि चाहिँ लाउरेको छाप ल जाउँ ल हामी चाहिँ सबैजनालाई अब थकाइमान लाग्यो र पानीतिर खान लाग्यो 5 मिनट के कस्तो छ सबैजनालाई बुझेर ट्याक्क लगाएर थकाइमान लाग्यो नि त गाडीमा बस्दा यता हाइवेमा आयौँ अब ट्याक्क लगाएर यहाँ खाजासाजा खान्छौँ सबैजनालाई होइन अनि खाइसकेपछि अब एकैचोटि हामी घर पुग्छौँ भिडियो यति नै लाइक कमेन्ट गरिदिनु होला बाई